नमस्कार, म अमित कुमार यादव, स्वास्थ्यकर्मी। म अहिले गौशाला नगर अस्पतालमा कार्यरत छु र म आज स्वास्थ्य सम्बन्धी अम, अति नै महत्त्वपूर्ण विषय लिएर आएको छु। त्यो हो रेबिज, होइन? यो रेबिज रोग के हो? अ, यो अ, रोग कुन कुन जनावरले टोकेपछि लाग्ने गर्दछ, होइन? त्यो सम्बन्धी म जानकारी लिएर आएको छु। यो जानकारी लिएर आउनुको कारण कि हाम्रो साउनदेखि अ, अ, अहिलेसम्म लगभग 600 अ, बिरामीहरू यो कुकुरले टोकेको, बिरालाले टोकेको, स्यालले टोकेको, बाँदर र अरू अन्य जनावरहरूले टोकेको बिरामीहरू दर्ता भइसकेका छन्, होइन? त्यही सन्दर्भमा म यहाँहरूलाई यो जानवर टोकिसकेपछि लाग्ने रोग जुन हो रेबिज, होइन, कसरी बच्ने, यसका रोग लागिसकेपछि कस्तो किसिमको लक्षणहरू देखिन्छ, होइन, त्यो सन्दर्भमा म यहाँहरूलाई केही जानकारी बुझ्ने भाषामा जानकारी गराउन चाहन्छु। रेबिज रोग एक किसिमको भ्याक्सिन प्रिभेन्टेबल अथवा भ्याक्सिनबाट बचाउन सकिने एक किसिमको जोनोटिक डिजिज भन्नाले जानवरबाट लाग्ने डिजिज। त्यो जानवर के हो त? कुकुर, होइन, बिरालो, स्याल, त्यसै गरी मङ्की, ब्याट्सहरूबाट लाग्ने गर्दछ। त्यसमा पनि त्यो कुकुरहरू सङ्क्रमित भएको हुनुपर्छ। जस्तै त्यो कुकुर, ज्याकल अथवा बाँदर टोक्दैमा हामीलाई ऱ्याबिज लाग्ने होइन, होइन? यो के हो त? भाइरस डिजिज हो। त्यो भाइरसको नाम हो लिसा भाइरस। लिसा भाइरस यो कसरी सर्छ त? यो सङ्क्रमित, यसको मोड अफ ट्रान्सफर, यो सङ्क्रमित एनिमल्स बाइटमा डग, कुकुर, बिरालो, बाँदर जुन कि त्यो भाइरसबाट, ऱ्याबिज भाइरस, लिसा भाइरसबाट सङ्क्रमित भएको हुनुपर्छ। त्यसले कुनै स्वस्थ बिरामीलाई, कुनै स्वस्थ व्यक्तिलाई टोक्यो भने त्यसको शरीरमा इन्ट्री गरेर त्यो रोग लाग्ने गर्दछ। र अर्को लिक्स, चाट्यो, कुनै व्यक्तिलाई घाउ छ, त्यसको हातमा, खुट्टामा कहीँ घाउ छ, होइन, त्यो घाउमा कुनै सङ्क्रमित एनिमल्स, कुकुर या बिरालोले चाट्यो भने त्यसको र्याल मार्फत त्यसको घाउमा जान्छ, घाउ हुँदै त्यो पुरै शरीरमा जाने हुन्छ, होइन? र अर्को, मान्छे टु मान्छे धेरै कम सर्ने हुन्छ। यो रोग, त्यसो भाइरस चढिसकेपछि यसको लक्षणहरू देखिन कति समय लाग्छ त? 1 देखि 3 महिना लाग्छ यो त्यसको लक्षणहरू देखिन। त्यसमा पनि 1 देखि 3 महिना भनिएको छ। त्यसमा पनि केमा भर पर्छ भने त्यसलाई कति मात्रामा टोकेको छ, शरीरको कुन भागमा टोकेको छ, घाँटीमा टोकेको छ, अनुहारमा टोकेको छ कि खुट्टामा टोकेको छ, कुन एमाउन्टमा टोकेको छ, त्यो कुराहरूमा भर पर्ने हुन्छ, होइन? र त्यो रोग लागिसकेपछि कस्तो किसिमको लक्षणहरू देखिने हुन्छ त? सुरुमा टोकेको ठाउँमा के हुने भयो त? पेन हुने भयो, टाउको दुख्ने, फिभर आउने, टोकेको ठाउँमा झमझम गर्ने। पछि बिस्तारै के हुन्छ? त्यो बिरामी एकदम हाइपर एक्टिभिटी, एकदम उत्तेजित हुने, त्यसको चेतनको अवस्था बिस्तारै कम हुँदै जाने हुन्छ, होइन? त्यसलाई पछि पानीदेखि डराउने र प्यारालाइसिस हुने र अन्त्यमा त्यसको एकदम दुःखदायी मृत्यु हुन पुग्छ, होइन? र अब यसको ट्रिटमेन्टको कुरा गर्दा, खास यसको ट्रिटमेन्टको कुरा गर्दा अहिलेसम्म यसको ट्रिटमेन्ट, खास स्पेसिफिक ट्रिटमेन्ट यसको छैन, होइन? हामी यसलाई यो रेबिज रोगलाई के गर्न सक्छौँ त? प्रिभेन्ट गर्न सक्छौँ, रोकथाम अगाडिदेखि नै बचाउन सक्छौँ। के माध्यमले बचाउने हो त? यसको सबभन्दा बेस्ट हो रेबिजको भ्याक्सिन लगाएर, एन्टी रेबिज भ्याक्सिन लगाएर, होइन, त्यो रोगलाई हामी रोकथाम गर्न सक्छौँ। कुन एमाउन्टमा कुन क्याटेगोरीको बाइट हो, क्याटेगोरी 3 मा हामी यो ऱ्याबिज इम्युनोग्लोबिन लगाउँछौँ, होइन? टोकेको घाउलाई राम्ररी सफा गर्ने, होइन, त्यसलाई सुक्ने औषधिहरू दिनुपर्छ, होइन? त्यसपछि जुन भेटनरीहरू छ उनीहरूले प्री एक्सपोजर प्रोफाइलेक्सिस डोज भन्छ, अगाडि नै उनीहरूले के गर्नु पर्यो त? त्यो भेटनरीहरूले एआरभीहरू लगाउनु पर्यो, रेन्जरहरू, ल्याबोरेटरीमा काम गर्ने कर्मचारीहरूले यो प्री एक्सपोजर प्रोफाइलेक्सिस डोजहरू लगाउनु पर्यो, सर्भिलेन्स गर्नु पर्यो। यो हाम्रो देशमा एकदमै कम हुने, यो बाहिरको देशहरूमा, होइन, सर्भिलेन्स हाम्रो गाउँ टोलमा गएर कुकुरहरूमा रेबिजको भाइरस छ कि छैन खोज पडताल गर्ने, तर रेबिजको सङ्क्रमित भएका कुकुरहरूलाई,
होइन, जानवरहरूलाई उनीहरूलाई मार्ने छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसपछि टोकिसकेपछि हामीले फर्स्ट एड के गर्ने त, यो महत्त्वपूर्ण कुरा हो। फर्स्ट एड के गर्ने, टोकिसकेपछि शरीरको जुन भागमा टोके पनि के गर्नु पर्यो त, यो फर्स्ट एड भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ। शरीरको जुन सुकै भागमा टोके पनि हामीले सुरुमा एकदमै साबुन र रनिङ वाटरले 15 मिनट जति के भन्छ एकदमै सफा गर्ने क्या, धुने, ताकि त्यसमा भएको भाइरस लोड फ्लस आउट होस्, भाइरसहरू फ्लस होस् होइन, धुनु पर्यो त्यसलाई। त्यसपछि धोएर 15 मिनट जति धोएर तत्कालै धोइहाल्नु पर्यो होइन, र धोएर नजिकको हामीले स्वास्थ्य संस्थामा जानु पर्यो र सावधानी अपनाउनु पर्यो।